ईश्वर आत्मामा हुनुहुन्छ, ईश्वरको महिमा गरे आनन्द पाइन्छ, खुसी पाइन्छ भनेर भन्नुहुने, पोखरामा रहनुहुने हाम्रो शाखाका प्रमुख प्रकाश सर हजुर, कृष्ण म्याम हजुर लगायत उहाँहरूको समस्त फ्यामिलीलाई पनि आत्मदेखि नमस्ते, धन्यवाद साथ ईश्वरको मान व्यक्त गर्न चाहन्छु। त्यसै गरी दुःख र दलदलमा परेको बेला ईश्वरको महिमा चिनेर अहिले चकमकेमा महिमा गरेर रहनुहुने चकमके शाखा प्रमुख बुवा हजुर, म्याम हजुर लगायत उहाँको समस्त फ्यामिलीलाई पनि आत्मैदेखि नमस्ते, धन्यवाद साथ ईश्वरको मान व्यक्त गर्न चाहन्छु। त्यसै गरी दुःख र दलदलमा परेको बेला ईश्वरको महिमा चिनेर अहिले राणागाउँमा कालीमाटीको महिमा बजाउने सरजन म्याम हजुरलाई पनि नमस्ते, धन्यवाद साथ ईश्वरको मान व्यक्त गर्न चाहन्छु। त्यसै गरी दुःख र दलदलमा परेको बेला ईश्वरको महिमा चिनेर यस पुस्तक खोला शाखा उपकोट शाखा उपप्रमुख म्याम हजुर, त्यसै गरी व्यासमा आश्रित निर्जक र यहाँ ईश्वरको पवित्र अनि आत्मिक सन्तान ईश्वरले चुनी ल्याउनु भएको सन्तानहरूलाई एक पुस्तकमा नमस्ते, धन्यवाद साथै ईश्वरलाई व्यक्त गर्न चाहन्छु। ईश्वरलाई करोडौँ धन्यवाद गर्छु। ईश्वरको महिमामा आनन्द छ, ढुक्क छ। ईश्वरको महिमा गर्दा ईश्वरको महिमामा जात फेर्नु पर्दैन, ईश्वरको महिमामा धर्म फेर्नु पर्दैन। ईश्वर भन्नुहुन्छ हिन्दू आऊ, मुस्लिम आऊ, बुद्धिस्ट आऊ, क्रिस्चियन आऊ, सबै आऊ ईश्वरको महिमा गर भनेर परमेश्वरले वचनमा भन्नुभएको छ। जात फेर्नु परेन, धर्म फेर्नु परेन, संस्कार फेर्नु परेन, मात्र पवित्र आत्मा फेर्नु पर्यो। जति पनि मनलाई बिगार्ने खालको, समाजलाई बिगार्ने खालको, टोल समाजलाई बिगार्ने खालको जुन खाले आत्मा, शैतानी आत्मा, भूत आत्मा, अरूको लागि नराम्रो सोच्ने आत्मालाई चाहिँ हटाएर पवित्र आत्मा, ईश्वरद्वारा चल्ने आत्मा, जुन आत्मा परमेश्वर पिता धन्यवाद, जो दुःखमा परेका छन्, जो दलदलमा परेका छन्, जो पीडामा परेका छन्, जो हस्पिटलको बेडमा पस्लिएर बसेका छन्, जो रोगले ग्रसित भएर बसेका छन्, ईश्वर त उनीहरूको घरमा, परिवारमा, उनीहरूमा रहेको हरेक समस्याको समाधान गरिदिनुहोस्। उहाँ कतिपय व्यभिचारमा फसेर, कुलतमा फसेर बसेकाहरूलाई पनि ईश्वर धन्यवाद, उहाँलाई व्यभिचारबाट हटाइदिनुहोस्, उहाँलाई कुलतबाट हटाइदिनुहोस्, सद्बुद्धि दिइदिनुहोस्, सद्ज्ञान दिनुहोस्। धेरैवटा प्राणी मध्ये मानिस चाहिँ सचेत प्राणी हो। त्यसले गर्दाखेरि सबै नराम्रो बाटोमा गएका, नराम्रो सोचमा गएकाहरूलाई चाहिँ डोर्याउने, यो देशलाई नै डोर्याउने प्राणी भनेको चाहिँ मानिस हो। त्यसले गर्दाखेरि मानिसको आत्मालाई पवित्र बनाउनुहोस्, त ईश्वर आत्मा दिनुहोस् भनेर चाहिँ ईश्वरलाई पुकार्दै र सबैको लागि चाहिँ धेरै आत्मिक वचन म्याम हजुरहरूले छरिसक्नु भएको छ। समय अलि छोटो भएको छ, त्यसले गर्दाखेरि थोरै शास्त्रबाट जान चाहे। ईश्वर भन्नुहुन्छ अब हामीले संसारको आत्मा पाएका छैनौँ, तर परमेश्वरले हामीलाई दिनुभएका वरदानहरू बुझ्न सकौँ भनेर उहाँबाट पवित्र आत्मा पाएका। जन्मपछि मृत्यु अवश्य छ, जन्म भयो त मृत्यु हुन्छ। जति समय यो धरतीमा रहन्छ, जति समय यो धरतीमा रहेर हामीले कामकाज गर्छौँ, त्यो समय पवित्र आत्माद्वारा गरौँ। दुःखमा परेका, दलदलमा परेका, पीडामा परेका, छटपटाएर बसेकाहरूलाई आनन्द देऊ, ढुक्क देऊ, आफूभन्दा ठुलोलाई सम्मान गर, सानोलाई माया गर भनेर ईश्वर भन्नुहुन्छ। जुन कुरा हामी प्रचार गर्छौँ ती कुरा मानिसहरूको बुद्धिले सिकाएका शब्दहरूमा होइन, तर पवित्र आत्माले सिकाउनु भए अनुसार हामी आत्मिक शब्दहरूमा, आत्मिक सत्यताहरूको अर्थ बुझ्दछौँ भनेर ईश्वरले भन्नुहुन्छ। जति पनि म्याम हजुरहरूले चाहिँ शिक्षा वचन छरेर जानुभयो, आफ्नो गवाई छरेर जानुभयो, उहाँहरूले सबै पवित्र आत्माद्वारा दुःखमा परेका थियौँ, दलदलमा परेका थियौँ, पीडामा परेका थियौँ। अघि नै हाम्रो चाहिँ गुणमाया म्यामले भन्नुभयो मेरो आर्थिक बन्द थियो, त्यस्तो समस्या थियो, तर तपाईँ ईश्वरको महिमामा जानु ठिक छ भनेर मलाई सुसमाचार सुनाउनु भयो। अहिले आँखा खोल्यो भन्नुभएको छ, दुवै आँखा टुडु टुडु हेर्न सक्ने ईश्वरले दिनुभयो।
उहाँ हस्पिटल पनि जानुभयो, डक्टरकोमा पनि जानुभयो, तर ईश्वरको महिमामा आए पछाडि चाहिँ उहाँको समस्या निको भयो। परमेश्वरले वचनमा भन्नुभएको छ, मेरो सन्तान ढुक्क रहौ, आनन्द रहौ, तिमी पवित्र आत्माद्वारा चल, तिम्रो हरेक समस्याको समाधान हुनेछ भनेर ईश्वरले भन्नुभएको छ। र हामीले पनि हरेक बेला यहाँ आएर भन्ने गरेका छौँ। डक्टरकोमा गयो, उपचार गर्यो, त्यस पछाडि ईश्वरको महिमा आयो भने आफूलाई पनि विश्वास गर्छ। अहिले उहाँलाई कति धेरै विश्वास गरेको छ। सुरुमा ईश्वरको महिमा आएको भए उहाँलाई विश्वास गर्ने थिएन। यहाँ आए यस्तो भयो, उहाँ गएको भए पनि त हुन्थ्यो एउटा भन्ने हुन्थ्यो, तर सबैतिर हेरेर ईश्वरको महिमा आउनुभयो। अहिले उहाँलाई चाहिँ एकदम चाहिँ ढुक्कताको विश्वास चाहिँ परमेश्वरले दिनुभयो। र हामीले पटक पटक भन्ने गरेका छौँ, ईश्वरको सन्तान चाहिँ ईश्वरको महिमामा आए पछाडि डक्टरकोमा जानै हुन्न भनेकै छैन। यहाँहरू डक्टरकोमा जानु, धन्यवाद हजुरद्वारा भन्नुहोस् जानु। जुन कुरा हामी प्रचार गर्छौँ त्यो कुरा मानिसहरूको बुद्धिले सिकाएको। जो मानिस आत्मिक छैनन् त्यसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैन, किनकि ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन् र त्यसले ती बुझ्न सक्दैन, किनकि ती कुराहरू आत्मिक रीतिले मात्र चिन्न सकिन्छ भनेर चाहिँ ईश्वर भन्नुहुन्छ। परमेश्वरको महिमामा आनन्द छ, ढुक्क छ। ईश्वरको महिमामा आउँदा जात फेर्नु पर्दैन, धर्म फेर्नु पर्दैन, नराम्रो आत्मा फेरेर पवित्र आत्मा बनाऊ भनेर चाहिँ ईश्वर भन्नुहुन्छ। पवित्र आत्माद्वारा चल भनेर चाहिँ ईश्वरले भन्नुहुन्छ। तर देखावटीमा जो ईश्वरको महिमा आउनु भएको छैन उहाँले विरोध गर्नुहुन्छ। यो त जातको, यो त धर्मको भनेर भन्नुहुन्छ। त उहाँले बुझ्नै भएको छैन। त्यसले गर्दाखेरि ईश्वर वचनमा भन्नुहुन्छ, संसारमा रहनेहरू ईश्वरको महिमा भन्दा बाहिर रहेकाहरूले चाहिँ विरोध गर्नुहुन्छ। ईश्वर धन्यवाद, यो त हजुरको लागि भनेको भनेर चाहिँ भन्नुहोस्। उहाँलाई पनि ईश्वरको महिमाको सुसमाचार गर्नु, आनन्द दिनु, सुख दिनु, आफूभन्दा ठुलोलाई सम्मान गर्नु, सानोलाई माया गर्नु। तर तिमी मेरो सन्तान जुन ठाउँमा जाँदैछौ त्यहाँ तिमी अभिवादन गर भनेर चाहिँ ईश्वरले वचनमा भन्नुभएको छ। यहाँहरू सबैजना चाहिँ ईश्वरको सन्तान। यहाँको बोलीमा शुद्धता छ, व्यवहारमा शुद्धता छ, यहाँको परिवारमा शुद्धता छ, यहाँको छरछिमेकसँग चाहिँ मेलमिलाप गर्ने चाहिँ यहाँहरू सबैले मेलमिलाप गर्नुहुन्छ। त ईश्वरले त्यही कुरा चाहिँ वचनमा भन्नुभएको छ। मेरो सन्तान तिमी आनन्द रहौ, ढुक्क रहौ, तिमी दुःखमा परेकाहरूलाई, कष्टमा परेकाहरूलाई पनि सहयोग गर भनेर ईश्वर भन्नुहुन्छ। आत्मिक मानिसले सबै कुराको जाँच गर्दछ, तर उनलाई कुनै मानिसद्वारा जाँचिने छैन। जो आत्मिक छ, जो परमेश्वरमा विश्वास गर्छ, जो समस्या, दुःख, पीडा, कष्टमा परेकोहरूलाई चाहिँ सहयोग गर्छ, यहाँहरू सबैजना ईश्वरको सन्तान, यहाँहरू सबैजना ईश्वरको आत्मिक सन्तान। त ईश्वरमा भरोसा गर्नुभयो भने, ईश्वरमा विश्वास गर्नुभयो भने, ईश्वर आत्माद्वारा चल्नुभयो भने परिवारको राम्रो, छिमेकीको राम्रो, टोलको राम्रो, समाजको राम्रो, सबैको राम्रो हुनेछौ मेरो सन्तान। तिमीले आनन्दै आनन्द पाउनेछौ, तिमीले ढुक्क पाउनेछौ भनेर चाहिँ ईश्वर वचनमा भन्नुहुन्छ। तर यो समय पछाडि त्यही हाम्रो चाहिँ छलफल कार्यक्रम पनि छ। ईश्वरलाई करोडौँ धन्यवाद गर्छु।